यो कथाको सुरुमा हामी एउटी केटीलाई नुहाउँदै गरेको देख्छौं। तर जब उनी नुहाएर बाथरुमबाट बाहिर आउँछिन् तब बाहिर केही मानिसहरू अनौठो मास्क लगाएर उनको पर्खाइमा थिए। ती केटीले उनीहरूलाई देखेर चिच्याउँछिन् र यो दृश्य त्यही काटिन्छ। अब आखिर यी मानिसहरू को हुन् र उनीहरूले त्यो केटीसँग के गरे? आउनुहोस् जानौं। कथाको सुरुमा हामी फरहाना नामकी एउटी मुस्लिम महिलालाई देख्छौं। फरहाना विवाहित छिन्। फरहानाका पति र उनका 3 छोराछोरी उनीहरूकै घरमा बस्छन्। यी 3 मध्ये 2 बच्चाहरू स्कुल जाने उमेरका छन् र एक काखमा छन्। फरहानाका बुबाको जुत्ता पसल छ जहाँ फरहानाका पतिले पनि काम गर्छन्। अहिले यो पसल खासै चल्दैन, तर एक समय यो पसल यति राम्रो चल्थ्यो कि यसैको आम्दानीले फरहानाका बुबाले आफ्ना 3वटै छोरीहरूको विवाह गरेका थिए। फरहानाका पति निकै सिधासादा मानिस हुन्, तर उनको आम्दानी यति पनि छैन कि उनी आफ्ना बच्चाहरूलाई राम्रो स्कुलमा पढाउन सकुन्। घरको यस्तो अवस्था देखेर फरहाना आफ्ना बुबालाई सोध्छिन् कि यदि तपाईले अनुमति दिनुहुन्छ भने म कुनै जागिर गरौँ। तर फरहानाका बुबा पुरानो विचारका मानिस थिए। उनलाई घरका महिलाहरू बाहिर काम गरेको बिल्कुल मन पर्दैनथ्यो। फरहानासँग आफ्नो मोबाइल फोन पनि छैन। जुन फोन आउँछ त्यो घरको ल्यान्डलाइनमा आउँछ, जसलाई फरहानालाई उठाउने अनुमति पनि छैन। अब कुनै उपाय नदेखेर फरहाना आफ्नी छिमेकीसँग केही पैसा उधारो माग्छिन् ताकि घर खर्च चल्न सकोस्। त्यसपछि उनी करिमसँग आफ्नै एक क्रिस्चियन साथीको विवाहमा जान्छिन्। यहाँ फरहाना सबैलाई देखेर सोच्दै हुन्छन् कि यी मानिसहरूको जीवन कति राम्रो छ, मेरो जीवन कहिले यस्तो होला। त्यही बेला फरहानालाई उनकी अर्की बाल्यकालकी साथी नृत्या भेट्छिन्, जसले कुराकुरामा फरहानाको समस्या बुझेर उनलाई आफ्नो कम्पनी बारे बताउँछिन् र भोलि त्यहाँ आउन भन्छिन् किनकि उनको कम्पनीमा अन्तर्वार्ता चलिरहेको छ। फरहानाले यो जागिर अन्तर्वार्ता बारे करिमलाई बताउँछिन्, जसले भोलिपल्ट फरहानालाई लिएर त्यहाँ पुग्छन्। यो अन्तर्वार्ता दिएपछि फरहाना बाहिर निस्कँदा करिमलाई बताउँछिन् कि उनको अन्तर्वार्ता क्लियर भयो। यो कुराले करिम धेरै खुसी त हुँदैनन्, तर उनले फरहानालाई केही भन्न पनि सक्दैनन्। वास्तवमा करिमलाई यो थाहा छ कि पैसा कमाउन नसकेका कारण फरहानालाई यो जागिर गर्नु परेको हो, तर यसबाहेक उनी केही गर्न पनि सक्दैनन्। यता फरहानाले आफ्नो लागि एउटा पर्स किन्छिन्, साथै उनी यो जागिरका लागि निकै उत्साहित छिन्। अब अर्को दृश्यमा जब फरहाना जागिरमा जान तयार हुन्छिन् तब यो कुरा उनका बुबालाई बिल्कुल मन पर्दैन। यहाँ करिम फरहानाका लागि एउटा चप्पल लिएर आउँछन् जुन उनले आफ्नै हातले उनलाई लगाइदिन्छन्। त्यसपछि फरहाना अफिस जान्छिन्, जहाँ फरहानालाई थाहा हुन्छ कि उनलाई अहिले तालिम दिइनेछ ताकि उनले यहाँ काम गर्ने तरिका बुझ्न सकुन्। वास्तवमा यो एउटा क्रेडिट कार्ड बिक्री केन्द्र हो जसको बारेमा फरहानालाई सबै कुरा बताइन्छ र सिकाइन्छ। त्यसपछि तालिम सकेपछि फरहानाले पहिलो पटक डराउँदै कुनै ग्राहकसँग कुरा गर्छिन्। उनले सजिलै सबै कुरा बुझाएर आफ्नो पहिलो क्रेडिट कार्ड बेच्छिन्। दिनहरू बित्दै जाँदा फरहाना यो काममा निकै निपुण भइसकेकी छिन्। यो जागिर गर्दा उनको भित्र एउटा छुट्टै आत्मविश्वास आएको छ। यहाँको तलब र इन्सेन्टिभले फरहानाको घर त राम्ररी चल्छ, तर उनको अफिस भवनको माथिल्लो तल्लामा अर्को विभाग पनि छ जहाँ काम गर्ने केटीहरूलाई यो ठाउँबाट निकै धेरै इन्सेन्टिभ मिल्छ। साथै ती केटीहरू कारमा अफिस आउँछन् र उनीहरूसँग आइफोन पनि छ। अब यो देखेर फरहानाको मन पनि गर्छ कि उनी त्यस ठाउँमा काम गरून्। त्यसैले जब उनकी साथी नृत्या पनि त्यही भागमा जान्छिन् तब फरहाना उनलाई भन्छिन् कि यार मलाई पनि त्यहाँ जागिर दिलाउ न। तब नृत्या उनलाई भन्छिन् कि तिमी जहाँ छौ त्यो बिल्कुल सही ठाउँ छ, हाम्रो जागिर तिमीले गर्न सक्दैनौ, त्यसैले जहाँ छौ त्यही राम्ररी मन लगाएर काम गर। अब एक दिन अचानक फरहानाको बच्चाको स्वास्थ्य धेरै खराब हुन्छ। वास्तवमा उसलाई सास फेर्न निकै गाह्रो हुन्छ। उनीहरू उसलाई तुरन्त अस्पताल पुर्याउँछन्, जहाँ डाक्टरहरूले बताउँछन् कि यो बच्चाको फोक्सोमा केही खराबी आएको छ, त्यसैले उसको तत्काल अपरेसन गर्नुपर्छ। अब किनकि अपरेसन गर्नुपर्ने त धेरै नै जरुरी छ, त्यसैले नचाहँदा नचाहँदै पनि ऋण लिएर त्यो बच्चाको अपरेसनको व्यवस्था गरिन्छ, जसले गर्दा बच्चाको अपरेसन त हुन्छ तर यो ऋण पनि फिर्ता गर्नुपर्नेछ। त्यसैले फरहाना नृत्यालाई आफ्नो यो समस्या बारे बताएर बिन्ती गर्छिन् कि कृपया मलाई आफ्नो अफिसमा जागिर दिलाऊ। नचाहँदा नचाहँदै पनि नृत्या उनलाई आफ्नो मालिक कहाँ लिएर जान्छिन्, जसले नृत्यालाई भन्छन् कि तिमी फरहानालाई यो कामबारे सबै कुरा बुझाइदेऊ। बाँकी 1 हप्तासम्म हामी फरहानाको प्रदर्शन हेर्नेछौँ, जुन ठिक रह्यो भने फरहानालाई निरन्तरता दिइनेछ। अब नृत्याले फरहानालाई बताउँछिन् कि यो काम तिम्रो अघिल्लो कामभन्दा धेरै फरक छ। वास्तवमा यो एउटा अनलाइन कलिङ च्याट सेवा हो जुन मानिसहरूले केटीहरूसँग आफ्नो मन परेको कुरा गर्नका लागि मात्र गर्छन्। यहाँ एक प्रकारले हामीले मानिसहरूसँग अश्लील कुरा गर्नुपर्छ। जतिबेर तिमी कुनै ग्राहकसँग कुरा गर्छौ त्यति धेरै तिम्रो पैसा बन्छ। साथै यहाँ केही नियमहरू पनि छन्, जस्तै तिमीले कुनै ग्राहकलाई आफ्नो बारेमा केही पनि बताउन सक्दैनौ, आफ्नो वास्तविक नाम पनि हैन। र यदि कसैले त्यसो गरे भने विवेकले उसको उजुरी मालिकसँग गर्छ, जसपछि त्यो केटीलाई निकालिन्छ। यहाँ विवेकको कुरा गर्दा उसको मुख्य काम यही हो कि उसले सबै कलहरू रेकर्ड गरेर तिमीहरूको रेकर्डिङ सुन्छ। अब यो समय बताएपछि नृत्या आफ्ना क्लाइन्टसँग कुरा गर्न थाल्छिन्, जसको कुरा सुनेर फरहानालाई निकै नराम्रो लाग्छ।
यहाँसम्म कि जब उनी घर जाँदै हुन्छन् तब उनलाई यस्तो लाग्छ कि जस्तो सबैले उनलाई गलत नजरले हेरिरहेका छन्। त्यसैले उनी आफ्नो पुरानो जागिरमै रहने निर्णय गर्छिन्। यहाँ फरहानालाई चिन्तित देखेर करिमले उनलाई यसको पछाडिको कारण सोध्छन्। फरहानाले उनलाई बताउँछिन् कि आज एक ग्राहकले मसँग निकै नराम्रो तरिकाले कुरा गरे। करिम हाँस्दै उनलाई भन्छन्, अरे यसमा डराउनु पर्ने के कुरा छ, यो त जागिरको अंश हो। जस्तै म हरेक दिन आफ्नो पसलमा मानिसहरूको खुट्टामा चप्पल वा जुत्ता लगाइदिन्छु, तर म बाहिर त्यसो गर्दिन। त्यसैले जबसम्म जागिर गर्ने क्रमलाई कसैले तिमीसँग जुनसुकै तरिकाले कुरा गर्छ त्यो बिल्कुल ठिक छ, तर जागिर बाहिर यदि उसले त्यसो गरिरहेको छ भने उसलाई पाठ सिकाउनु पर्छ। अब करिमको यो कुराले फरहानाले थोरै हिम्मत मिल्छ। त्यसैले उनी फेरि त्यही अफिसमा पुग्छिन्, जहाँ उनी नृत्यलाई सोध्छिन् कि आखिर यी मानिसहरू यस्ता कुराहरू किन गर्छन्, साथै केटीहरू यहाँ कसरी काम गर्छन्, यो त गलत हो नि। नृत्य फरहानालाई बुझाउँदै भन्छन् कि यार, यो केवल एउटा सेवा हो जसको माध्यमबाट मानिसहरूले आफ्ना मनका ती कुराहरू एक अपरिचितलाई भन्न सक्छन् जुन उनीहरू आफ्नी श्रीमतीलाई भन्न सक्दैनन्। कम्तीमा यी मानिसहरू हिँड्ने केटीसँग गलत त गर्दैनन्। अब फरहानालाई यति बुझाएपछि उनी मानिसहरूसँग कुरा गर्ने काममा लाग्छिन्, जस क्रममा उनीसँग निकै अनौठा अनौठा मानिसहरूसँग कुरा गर्छिन्। यस अफिसमा सोफिया नामकी एउटी केटी पनि काम गर्छिन् जसले सबैभन्दा धेरै कुरा गरेर सधैँ शीर्षमा रहन्छिन्। खैर, अर्को दिन पनि फरहानाको सङ्घर्ष जारी रहन्छ। उनी कुनै पनि क्लाइन्टसँग कुरा गर्नमा सहज महसुस गर्दिनन्। त्यही बेला उनको फोनमा एक क्लाइन्टको फोन आउँछ जसले उनलाई अश्लील नभई निकै सम्मानका साथ कुरा गर्छ। अब यो सुनेर फरहाना निकै खुसी हुन्छन्। उनलाई लाग्छ कि यो मानिस दिलको धेरै राम्रो छ। यहाँ जुन मानिसले फरहानालाई फोन गरेको थियो उसको नाम डेलन थियो, तर उसले फरहानालाई आफ्नो नाम बताउँदैन। फरहाना पनि नियम अनुसार उसलाई आफ्नो नाम ईशा बताउँछिन्। त्यसपछि फरहाना र डेलन बीच हरेक दिन लामो लामो कुरा हुन थाल्छ, जसले गर्दा फरहानाको प्रदर्शन निकै राम्रो हुन्छ र अब उनीभन्दा अगाडि सोफिया मात्र हुन्छन्। अब एक दिन डेलेनसँग कुरा गर्दा फरहानाले बताउँछिन् कि म चाँडै यो जागिर छोड्नेछु किनकि मलाई यो काम सही लाग्दैन। यसमा डेलेन उनलाई भन्छन् कि ईशा, यसो नगर, मलाई तिमीसँग कुरा गर्न मात्र राम्रो लाग्छ। हामी दुवैबीच एउटा अनौठो सम्बन्ध बनेको छ। अब डेलेनको यो कुरा फरहानालाई निकै राम्रो लाग्छ र उनी यो जागिर जारी राख्ने इरादा गर्छिन्। अब एक दिन यसरी फरहानासँग कुरा गर्दा डेलेनले फरहानाको कुराबाट उनी मुस्लिम हुन् भन्ने थाहा पाउँछन्, जसले गर्दा फरहाना अलि छक्क पर्छिन्। तर अहिलेसम्म उनी डेलेनमाथि यति भरोसा गर्न थालेकी छिन् कि कम्तीमा आफ्नो धर्मबारे उनलाई बताउन सकुन्। अब यहाँ उनीहरूको कुरा विवेकले निकै ध्यानपूर्वक सुन्छन् किनकि उनलाई थाहा छ कि डेलेन र फरहाना बीच पक्का केही सुरु भएको छ। अब डेलेनले फरहानालाई भन्छन् कि अहिले त रमजानको महिना चलिरहेको छ, तिमी रोजा राखेर यति धेरै कुरा कसरी गर्न सक्छौ। उसले फरहानालाई आराम गर्न भन्छन्। यस क्रममा उसले उनलाई आफ्नो संगीत पनि सुनाउँछन्। उसले केही बेरपछि भन्छन् कि म तिमीलाई एउटा उपहार दिन चाहन्छु। फरहानाले उनलाई भन्छन् कि तपाईँ मेरो ठाउँमा कुनै भिखारीलाई दिनुहोला, यही मेरा लागि सबैभन्दा ठूलो उपहार हुनेछ। अब घर जाँदै गर्दा मेट्रो स्टेशनमा फरहानाले एउटा भिखारी नजिक ईशा नामको एउटा प्याकेट देख्छिन्, जसको बारेमा सोध्दा त्यो भिखारीले बताउँछन् कि यो मलाई एक मानिसले दिएका हुन्। उनले यो ईशा नामकी केटीलाई दिन भनेका छन् र साथै उनले धेरै पैसा पनि दिए। अब यो सुनेर फरहानाले त्यो उपहार खोलेर हेर्छिन्, तब त्यसमा सिम्फोनी नामको एउटा सांगीतिक वाद्ययन्त्र हुन्छ, जसलाई देखेर फरहानाको अनुहार नै उज्यालो हुन्छ। उनी अब सबै कुरा बिर्सिसकेकी छन्। तर अर्को दिन अफिस जाँदा फरहानालाई डेलिनको फोन आउँदैन, जसले गर्दा उनी चिन्तित हुन्छन् कि उसलाई के भयो होला। उनलाई लगातार फरक फरक मानिसहरूको फोन आइरहेको हुन्छ जुन उनले काट्छिन्। फरहाना 2 दिन पर्खिन्छन् तर अहिलेसम्म डेलिनको कुनै फोन आएन। त्यसैले उनी सोफियासँग गएर आफ्नो लागि एउटा मोबाइल लिन्छिन्। साथै उनी सोफियालाई आफ्नो आधार कार्ड दिन्छिन् ताकि सोफियाले फरहानाका लागि एउटा सिम लिन सकुन्। त्यसपछि फरहानाले एउटा समाचार पत्रमा एउटा हेडलाइन देख्छिन् जसमा लेखिएको हुन्छ कि एक संगीतकारको दुर्घटनाका कारण मृत्यु भएको छ जसले कुनै केटीसँग अनलाइन च्याट गर्थे। अब यो खबर पढेर फरहानालाई लाग्छ कि यो सायद डेलेन हो। यो कुरा उनले नृत्यले पनि सुनाउँछिन्। यसै क्रममा अचानक फरहानाको फोनमा डेलेनको फोन आउँछ। त्यसपछि उसले फरहानालाई फोन नगर्न सकेकोमा माफी माग्छन्। उसले बताउँछन् कि मेरो फोन बिग्रेको थियो, यस कारणले गर्दा म तिमीसँग कुरा गर्न सकिन, मलाई माफ गरिदेऊ। फरहानाले उसले भन्छन् कि मलाई त लाग्यो तिमीलाई के भयो कि के र यो पाठबाट मलाई यो त थाहा भयो कि जीवन धेरै छोटो छ, यसमा कसैलाई पनि केही हुन सक्छ, त्यसैले म तपाईलाई भेट्न चाहन्छु। यहाँ उनको कुरा सुनेर डेलनले सबैभन्दा पहिले उनलाई आफ्नो नाम बताउँछन् र भन्छन् कि म तिमीलाई भोलि ईदको दिन भेट्न चाहन्छु, जसका लागि फरहाना राजी हुन्छन् र उसलाई भन्छन् कि म तपाईको लागि बिरयानी लिएर आउनेछु। अब उनीहरूको यो भेटघाट बारे थाहा पाउँदा पहिले त विवेकले यो सबै आफ्नो मालिकलाई बताउने बारे सोध्छन्, तर पछि उनी आफैलाई रोक्छन् किनकि उनी पनि फरहाना जस्तै यो मानिसलाई हेर्न चाहन्छन्।
अर्को दिन फरहाना निकै खुसी खुसी बिरयानी बनाउँछिन्, तर जब बाहिर जाने समय हुन्छ तब उनलाई घरबाट बाहिर जाने मौका मिलिरहेको थिएन। तर साँझमा घरका सबै मानिसहरू घुम्न जाने योजना बनाउँछन्। यसै क्रममा फरहानाले बिरामी भएको बहाना बनाएर घरबाट जान अस्वीकार गर्छिन्। त्यसपछि सबै गएपछि उनी एउटा टिफिनमा बिरयानी प्याक गरेर डेलनलाई भेट्नका लागि निस्कन्छिन्। बाटोमा करिमले फरहानालाई कतै जाँदै गरेको देख्छन्। उनी फरहानाको चुपचाप पिच्छा गर्छन्। केही बेरपछि फरहाना मेट्रो स्टेशन पुग्छिन्, जहाँ विवेक पनि उपस्थित हुन्छन्। उनी पनि फरहाना जस्तै डेलनलाई हेर्न चाहन्छन्। तर त्यही बेला अचानक फरहानालाई नित्याको फोन आउँछ, जसले उनलाई बताउँछिन् कि सोफिया आफ्ना क्लाइन्टसँग बाहिर पनि भेट गर्थिन्, जसले उनलाई एउटा होटेलको कोठामा लिएर गए जहाँ अरू मानिसहरू पनि थिए। उनीहरू पनि सोफियासँग रमाइलो गर्न चाहन्थे। यो हडबडमा गल्तीले सोफियाको घाँटीमा एउटा धारिलो वस्तु पसेका कारण उनको मृत्यु भयो। वास्तवमा फिल्मको सुरुमा यही दृश्य देखाइएको थियो। अब यो कुरा सुनेर फरहानाको खुट्टा मुनिको जमिनै खस्छ र उनी त्यो बिरयानी भएको टिफिन त्यही छोडेर घर फर्कन्छन्, किनकि उनको पनि सोफियाको जस्तै हालत हुन सक्थ्यो। तर जब उनी फर्किन्छन् तब घरमा पहिले नै पुलिस उपस्थित हुन्छन्, जुन सोफियाका लागि आएका हुन्, किनकि सोफियाको पर्सबाट उनीहरूले फरहानाको आधार कार्ड पाएका थिए, जुन उनी सोफियाबाट फिर्ता लिन बिर्सिएकी थिइन्। हाल पुलिसकर्मीहरूले फरहानासँग सोधपुछ गरेर जान्छन् र फरहानाको फोनबारे थाहा पाएपछि र यो सबै भएको कारणले गर्दा फरहानाका बुबा उनीमाथि निकै रिसाउँछन्। तर करिमले उनलाई एक शब्द पनि भन्दैनन्। बरु अर्को दिन जब फरहानाले नित्यालाई फोन गरेर जागिरमा आउन अस्वीकार गर्छिन्, तब करिमले उनलाई भन्छन् कि तिमीले यसरी अचानक जागिरमा जान छोड्यौ भने मानिसहरूलाई लाग्नेछ कि तिमीले पक्कै केही गरेका छौ, त्यसैले तिमी त्यहाँ अवश्य जानुपर्छ। यहाँ करिमको कुरा मानेर फरहाना फेरि अफिस जान्छिन्, जहाँ सोफियाको मृत्युका कारण सबै केटीहरूलाई यहाँका नियमहरू राम्ररी बताइन्छन्। साथै उनीहरू सबैलाई सुरक्षा उद्देश्यका लागि पेपर स्प्रे पनि दिइन्छ। यसपछि सबै आफ्नो काममा लाग्छन्। यसै क्रममा डेलनको फोन फरहानालाई आउँछ, जससँग फरहानाले निकै व्यावसायिक तरिकाले कुरा गर्ने प्रयास गर्छिन्। डेलनले फरहानालाई सोध्छन् कि हिजो तपाईँ मलाई भेट्न किन आउनु भएन। फरहानाले उसलाई रुखो भएर भन्छन् कि हामी कहिल्यै भेट्ने छैनौं र अबदेखि म तिमीसँग यसरी कुरा गर्ने छैन। म यहाँ आफ्नो काम गर्न आउँछु, कुनै सम्बन्ध बनाउन होइन। फरहानाको यी सबै कुरा सुनेर डेलनले फोन काटिदिन्छन्, जसको केही दिनसम्म उनको कुनै फोन आउँदैन। फेरि एक दिन डेलनको बारेमा कुरा गर्दा नित्याले फरहानालाई भन्छन् कि तिमीले उसलाई पहिले सबै कुरा बुझाउनु पर्थ्यो, उसँग यस्तो रुखो व्यवहार गर्नु हुँदैन थियो। यदि अब उसको फोन आउँछ भने तिमीले पहिले उसलाई सबै कुरा राम्ररी बताउनु। त्यसपछि यो कुरा सुनेर फरहानाले डेलनलाई सबै कुरा सत्य बताउन राजी हुन्छन्। त्यही बेला अचानक डेलनको फोन आउँछ। फरहानाले केही भन्न सक्नु अघि नै उसलाई फरहानालाई भन्छन् कि तिमीलाई लाग्छ कि तिमी मसँग कुरा गर्ने छैनौ भने म तिम्रो बारेमा पत्ता लगाउन सक्दैन। बितेका दिनहरूमा जब मैले तिमीलाई फोन गरिन त्यही बेला म तिमीलाई फलो गरिरहेको थिएँ। तिमीले मलाई इन्कार गरेका छौ र अब तिमी हेर म तिमीसँग के गर्छु। यहाँ डेलनले फरहानाको वास्तविक नाम लिएर उनलाई बनाउँछन्। साथै उसले उनको अफिसदेखि घरसम्मको ठेगाना पनि थाहा पाइसकेका छन्। उसले भन्छन् कि म तबसम्म तिमीलाई फलो गरिरहनेछु जबसम्म तिमी पाठ सिकेर आफै मसँग भेट्न आउँदैनौ। डेलनको यी सबै कुरा सुनेर फरहाना निकै डराउँछिन्। उनी डराउँदै आफ्नो घर जान्छन्, किनकि उनलाई लागिरहेको हुन्छ कि डेलनले कतै उनको पिच्छा गरिरहेका छैनन्। यता घर पुग्दा त्यहाँ ईसा नामको एउटा पार्सल आएको हुन्छ। यसलाई देखेर करिमले यो ठेगानामा ईसा नामकी कुनै केटी बस्दैन भनेर फिर्ता दिन्छन्। अर्को दिन अफिसमा फरहानालाई डेलनले फेरि फोन गर्दा उनी फरहानालाई भन्छन् कि तिमीले मलाई सताउन बन्द गरेनौ भने म पुलिसमा तिम्रो उजुरी दिनेछु। डेलनले भन्छन् कि तिमी खुसीले उजुरी गर। र एउटा कुरा याद राख्नु, मसँग तिम्रा सबै कल रेकर्डिङहरू छन्, जुन म तिम्रा पति र परिवारका सदस्यहरूलाई देखाउनेछु। अब यो सुनेर फरहानालाई के गर्ने भन्ने बिल्कुलै बुझ्न सक्दिनन्। साथै उनी जब घर जाँदै हुन्छन् तब उनी देख्छिन् कि कालो शर्ट लगाएको कुनै मानिस उनको पिच्छा गरिरहेको छ, जसलाई उनले झुक्याउने प्रयास गर्छिन्। र यहाँ फरहानालाई थाहा हुन्छ कि त्यो अरू कोही नभई उनका पति करिम हुन्। घर पुगेर उनी यसबारेमा करिमसँग प्रश्न गर्छिन् कि यदि तिमीलाई ममाथि शंका थियो भने मलाई जागिरमा किन पठायौ। जवाफमा करिमले उनलाई त्यही बिरयानी भएको टिफिन देखाउँदै भन्छन् कि त्यो दिन पनि मैले तिम्रो पिच्छा गरे, जहाँ मलाई बुझ्नमा आयो कि तिमीलाई कसैबाट कुनै खतरा छ। त्यसैले म तिम्रो पिच्छा यसरी गर्छु ताकि कसैले तिमीलाई नोक्सान पुर्याउन नसकोस्। बाँकी तिमीले मलाई केही भन वा नभन, म तिमीलाई केही सोध्ने छैन, तर भोलिदेखि तिमीलाई छोड्न र लिन म नै आउनेछु। यो कुरा मानेर फरहाना हरेक दिन करिमसँग अफिस आउने र जाने गर्न थाल्छिन्। यता विवेकलाई थाहा हुन्छ कि डेलनले फरहानालाई कसरी सताइरहेका छन्। त्यसैले उसले यस्तो प्रणाली बनाउँछन् कि डेलनको फोन फरहानालाई छोडेर बाँकी सबै केटीहरू कहाँ जाओस्। यो कुराले डेलन त पुरै बौलाउँछन्। त्यसैले उसले अर्को दिन आएर देख्छन् कि फरहाना अफिस आफ्नो पतिसँग आइरहेकी छिन्। त्यसैले उसले रिसमा करिमको दुर्घटना गराइदिन्छन्। त्यसपछि उसले करिमको फोन चोरेर फरहानालाई फोन गरेर भन्छन् कि तिम्रा पतिलाई मैले सजाय दिएको छु, जुन तिमीले पाउनु पर्थ्यो। बाँकी तिमी चिन्ता नगर, किनकि उनी बचेका छन् र अस्पतालमा छन्। अब यो सुन्ने बित्तिकै उनी तुरुन्तै करिमलाई हेर्नका लागि अस्पताल जान्छन्, जहाँ हामी देख्छौं कि करिमको खुट्टामा चोट लागेको छ, बाँकी कुनै गम्भीर कुरा छैन। अब अर्को दिन फरहाना डेलनको सामना गर्नका लागि मन बनाउँछिन्। उनी त्यो जेनफोनको माध्यमबाट त्यो पसलसम्म पुग्छिन् जहाँबाट त्यो किनिएको थियो। यहाँबाट फरहानालाई डेलनको क्रेडिट कार्डको बारेमा थाहा हुन्छ, जुन त्यही ब्याङ्कको हो जसको अफिसमा फरहाना पहिले काम गर्थिन्। त्यसपछि त्यहाँका टेक्निशियनको मद्दतले नृत्य र फरहानालाई डेलनको ठेगाना र फोन नम्बर आदि मिल्छ। साथै यहाँ फरहानालाई यो पनि थाहा हुन्छ कि डेलन यस समय एक मलमा आफ्नो क्रेडिट कार्डबाट किनमेल गरिरहेका छन्। त्यहाँ तुरुन्तै पुगेर
फरहानाले आखिरका डेलोनलाई भेटाउँछिन्, जस क्रममा फरहानालाई एउटा नक्कली फोन गरेर नृत्यले फरहानालाई उसलाई चिन्न मद्दत गर्छिन्। त्यसपछि फरहानाले आफ्नो मुखमा नाकाब लगाएर डेलोनको फोन चोड्न जान्छिन्, किनकि त्यही फोनमा उनको र डेलोन बीच भएको कुराकानीका सबै रेकर्डिङहरू छन्। तर त्यो भन्दा पहिले फरहानाले फोन लिनु पाउन अघि नै डेलोनले उनलाई चिनेर उनको हात समात्छन्। यो देखेर फरहानाले उसको आँखामा पेपर स्प्रे छर्केर भाग्छिन्। त्यसपछि उनी त्यो फोनको लक खोल्नका लागि एउटा पसलमा जान्छिन्, जसको लक खुलेपछि फरहानालाई त्यसमा केही पनि मिल्दैन, किनकि त्यो भन्दा पहिले नै डेलोनले फोनको सबै डाटा अन्त्य कतै साडिसकेका थिए। अब यो कुराले फरहाना एकदमै टुट्छिन्, किनकि डेलोनले उनलाई भन्छन् कि म सबै भिडियो अब तिम्रा पतिलाई पठाउनेछु, जुन कुरालाई लिएर लगातार राति पनि फरहानालाई सताइरहेको हुन्छ, जसले गर्दा उनी धेरै डराउँछिन्। यहाँसम्म कि जब उनी करिम कहाँ जान्छिन् तब उनको हात काँपिरहेको हुन्छ र उनले पुरै चिया तही पोखिदिन्छिन्। यसैका साथ यो दृश्य यहाँ समाप्त हुन्छ। अर्को दृश्यमा हामी फरहानालाई फेरि अफिस जाँदै गरेको देख्छौं, जहाँ यसपटक उनी डेलोनलाई भन्छिन् कि म अहिले तिमीलाई भेट्न तिम्रो घर आइरहेको छु। यो कुरा सुनेर उनी धेरै खुसी हुन्छन्। यसैका साथ हामी त्यस समयको दृश्य देख्छौं जब डेलोन ईदको दिन फरहानालाई भेट्नका लागि त्यहाँ आइरहेका थिए। तब उनले पछाडिबाट एउटी महिलालाई फरहाना ठानेर छोए, तर छुने बित्तिकै त्यो महिलाले डेलोनलाई जोडले थप्पड लगाइन् र यस कारणले गर्दा त्यहाँ सबैले डेलोनलाई धेरै अनौठो तरिकाले हेरिरहेका थिए। यहाँ उनले आफ्नो अपमान धेरै महसुस गर्छन्, तर पनि उनी फरहानालाई भेट्न चाहन्थे। तर उनी पनि आइनन् र यसको अर्को दिन अचानक उनले डेलोनसँग राम्ररी कुरा गर्न बन्द गरिन्। त्यसैले अब उनी यी कुराहरूको बदला लिन चाहन्थे। खैर, यस समय फरहाना डेलोनको घर पुग्छिन्। उसले सिधै करिमलाई फोन गरेर भन्छन् कि तिम्री श्रीमती मेरो पछि हात धोएर लागेकी छिन् र उनी यस समय मेरो घरमा छिन्। म लोकेसन पठाइरहेको छु, उनलाई यहाँ आएर लिएर जाऊ। यता उसले फरहानालाई देखेर भन्छन् कि म तिमीलाई मन पराउन थालेको थिएँ र मैले हाम्रो पहिलो भेटका लागि सबै कुरा सोचेर राखेको थिएँ। अब यसै क्रममा यहाँ करिम आउँछन्, जो फरहानालाई देखेर बिल्कुलै छक्क पर्दैनन्, किनकि अघिल्लो राति चिया पोखेपछि फरहानाले करिमलाई सबै कुरा बताइसकेकी थिइन्। यहाँ करिमले पनि रिस गरेनन् र आफ्नो श्रीमतीको समस्या बुझे। त्यसपछि उनी उसले आफ्नो चिन्जानकी एक महिला पुलिस कहाँ लिएर गए। त्यहाँबाट उनीहरूले योजना बनाए कि भोलि फरहाना डेलोनलाई भेट्नका लागि जानेछिन्। फरहानाले पनि विवेकको माध्यमबाट प्रमाणका रूपमा ती रेकर्डिङहरू पुलिसलाई दिन्छिन्। अब बाँकी थियो कि पुलिस करिमसँग आएर डेलोनलाई पक्राउ गरोस्। यहाँ पुलिसले डेलोनलाई रंगे हात पक्राउ गर्छन्, जसबाट फरहानाले भन्छन् कि तिमी एक साइको हौ र तिमी आफ्नो बाहेक अरू कसैलाई माया गर्न सक्दैनौ। यहाँ यो कथाको माध्यमबाट यो सन्देश दिएको छ कि विशेष गरी केटीहरूले कुनै अपरिचितमा यसरी आँखा मुन्दा भएर विश्वास गर्नु हुँदैन, चाहे उनीहरूलाई त्यो मानिस जतिसुकै सही र राम्रो किन नलागोस्। किनकि आजकल पनि हामीले हाम्रा वरपर यस्ता केसहरू धेरै देखिरहेका छौं, जसमा केटीहरू अनलाइन ठगी र अपराधको शिकार हुन्छन्। त साथीहरू, तपाईहरुलाई यो कथा कस्तो लाग्यो? मलाई आशा छ कि तपाईहरुलाई यो कथा मन पर्यो होला। अर्को एउटा अनौठो कथामा भेटौला। लाइक, सब्स्क्राइब अनि शेयर।